यति मलाई कलर गरेको एउटा पेपर गर्नु भित्र एउटा गिफ्ट छ खै मलाई यसले के गरेछ नातिले मलाई सच्ची छ इयरिङ कि घाटी बाबु यहाँ हेर त यहाँ इयरिङ नि खै यहाँ खोज्नु परेछ नानी यसले दिन पारि मलाई यस्तो हुन्छ घाटी माला निसु विशेष भनेको यहाँ कालीको जुब्बा घाटीको माला नि सानो कुच नानी तँलाई पख है मैले अब यहाँ एकदमै ठुलो गिफ्ट छ सुनेछ क्या त्यो होइन त्यो सुनेछ क्या हजुर थाहा थियो भित्र त्यो फुल खोल्नु नि तपाईँ सुनकै टुक्रा दिइसक्यो अब चिको खोर्सानी हो यहाँ अपुनका प्लान सक्सेसफुल यति हो केही छ त बिगम यहाँ त यहाँ रित्तो त नलेको त न के हो यही हो म त केही लेखेको होला भने यहाँ केही त लेखेको हुनुपर्छ नि बरु हेपी मदर्स डे भनेर अथवा केही लेख्नु पर्थ्यो नि बरु यस्तो पनि गर्नुहुन्छ त धेरै यत्रो बेला मिहिनेत खै भिडियो न छ हजुर भिडियो मत खै नआइपुग्यो फेरि पनि खोल्ने हो ओके भिडियो हातमा त गिफ्ट खोलेरै नसक्ने भयो नि अनि यति हो अर्को खोइ पहला देखना तो चाहिए ना लगा के देखो तपाईको चुराबाट लिएर तपाईको चुराकै साइजबाट लिएको ल एकदमै मिठो ल भिरीको अझै छ रोक्दै गर्नु न तपाईँ फेरि एकैचोटि कन्टिन्यू गर्नुभयो फेरि अर्कै छ कहिले पनि खोल्नु पर्ने हो यही मात्र हो गिफ्ट नखोल्ने कति दिनको पुरानीको छ अरे अस्ति नै म डुल्न गएको थिएँ नि यही किन्नलाई त हो डिब्बा त लास्टै छ नि यो होइन है गिफ्ट तर यसको भित्र हो यो होइन यहाँ आएको छ के बनाएर के होइन हो सामान खोला रे 1 घन्टा लाग्यो त चेत्नु त छोरा चेदिनु नाङपाली ए भगवान ए बरै कसले सिकाएको छोरी यस्तो जाने दियो तिमीले